कति बजी आउनु तपाईहरु हामी कति छ 1 बजे 1 बजे आएको अहिले कति बज्यो 2 घन्टामा कति 1 दर्जनवटा चेट भयो 1 दर्जन चेट भयो अनि 2 दर्जन चेट पारेको चेट पारे एभ्री इयर आउने हजुर एभ्री इयर आउने पारेको भर्खरै हजुर एभ्री इयर आउने हो रे एभ्री इयर आउने हो रे हो बुझ्दैन एभ्री इयर आएको हो एभ्री इयर आइरहेछ पहिला भन्दा त अलि कम भएको है आज चाहिँ कम छ तर हामी पहिला आज कम छ पहिला त माथिबाट दिन्थ्यो माथि दिँदैन रहेछ ए माथि दिँदैन रहेछ ए माथिबाट उडाउँदाखेरि चाहिँ कम नै हुन्छ तर अहिले पनि ठिकै छ यो पहिला त मैले चोभा डाँडाबाट चङ्गा उडाउनेको भिडभाड देख्न सकिन्छ दसैँ आएपछि जहिले पनि चङ्गा उडाउनेको भिड देख्न सकिन्छ चौरबाटै मान्छेहरू पुरै आफ्नो गाडीमा चङ्गाहरू लिएर आएर ग्रुप आएर पुरै चङ्गा यो पुरै डाँडाभरि चङ्गा देख्न सकिन्छ यसरी गाडीमा चङ्गा लिएर आएर मजाले चौरमा बसेर दसैँ लागेपछि चोभा डाँडामा चाहिँ चङ्गा उडाउनेको भिडभाड एभ्री इयर हुन्छ अर्को छ त तिम्रो अर्को तिमीले बानेको बारे यो चोभारको होपी लाइनको अपोजिटको डाँडा हो डाँडाभरि चङ्गा उडाउनेको भिडभाड देख्न सकिन्छ यो आज त मन्डे भयो सोमबार शुक्रबार र शनिबार त यहाँ ठाउँ पाउनु नै गाह्रो हुन्छ आज पनि यति धेरै छ हेर्नुहोस् है अघि दाइले के रे पर्छ उसले आफ्नो गोजीमा राखे म के गोजीमा त्यो एक घाँस पाल पारे धागो बनाउन चङ्गा बनाउन व्यस्त छन् तिमी कतिवटा चङ्गा चेट गऱ्यो हजुर कतिवटा गऱ्यो चेट अहिले 4वटा 4वटा मात्रै यो कुन चाहिँ धागो हो यो मोनोगोल कतिवटा लिएर चङ्गा थुप्रै छ ओइ भर्खरै किनेर आएको तिमी एभ्री इयर आउँछ हजुर एभ्री इयर आउँछ रेगुलर एभ्री इयर आउँछ भने कि एभ्री इयर हो रेगुलर पहिला माथि दिन्थ्यो अहिले दिँदैन रहेछ है हजुर किन नदिएको त्यो थाहा भएन धेरै हुन्छ अन्त पखै हावै लागेन हावै लागेन
स्कुटी स्टार्ट गरेर सिङ्गो चक्का लाएर लट्टाइमा धागो गरे पिकनिक नयाँ किसिमको लट्टाइ ओके ल गयो परे जस्तो त कहाँ छ र भएको यता देख्नुहुन्छ है गाडी नै गाडी सबै चङ्गाडोमा आएका मान्छेहरू ल काट्दै आवाज आइपुरा ल तन्केछ त हो सबै चुडेर जाने ए हामीको पछाडि हो फर द ब्याक ल्याक अफ दिस पियर उडो उडो कस्तो होला आमा जस्तो घुमिरह्यो ओ ढाको ओ सँग टिप्न जाँदैछन् केटा बच्चाहरू चैत भएको जङ्गललाई टिप्नलाई गाडी लिएर आएको नि चङ्गाडाउनु चैत भएको जग्गा भाइहरू देख्दैछन् कति 85 मात्रै शनिबार चाहिँ धेरै मान्छे आउँछ हो त्यो बेला चाहिँ धेरै त्यो दिन चाहिँ कमाउँछ धेरै कतिको दिँदै कमाउँछ ए हो एउटा जग्गा कति बेच्ने 20 रुपियाँमा ए चङ्गा लुट्न केटा दौडा दौड चैत भएको चङ्गा समातेर फेरि यही
20-30 रुपियाँमा बेच्दो रहेछ नि यिनीहरूले नयाँ डिजाइनको लट्टै रहेछ उहाँहरूले इन्डोनेसियाबाट लगेको यो चाहिँ धान चङ्गा लडाउनुको धागा छोड्नुको सजिलो हुने चाहिँ लट्टै अलिकति तपाईँको घाइतेहरू भयो के बाटोमा चाहिँ तपाईँको डोरीहरू आयो होइन ए अनि बाटोमा आउनेहरूलाई चाहिँ अलिकति घाइते भएर त्यहाँ नदियो ए सबै चाहिँ प्रायः जस्तो नाइलन धागो उडाउँछ हो नाइलन काटिन्छ है चोट लाग्छ अब ए शुक्रबार र शनिबार चाहिँ अलिक धेरै हुन्छ होला मान्छे तपाईँको अब यो शनिबार त म्याक्सिममै हुन्छ अरू बेला पनि त्यो त भइरहेको छ नर्मली है कहाँदेखि आउँछ मान्छेहरू म त यता पाटनबाट आएको अन्त यता बुढानीकन्ठ पाटन भक्तपुर कति वर्ष भयो तपाईँ यहाँ आउनुभएको चङ्गामा यसरी म यहाँ आएर यति वर्ष उति वर्ष त होइन यहाँ उडाउनुदेखि आएर हो अब कति वर्ष हो भन्ने खै अब ए तपाईँ सानो सानो टिनेजदेखि आउनु भयो होला रमाइलो पहिलाको दाजु मतलब अलिक कम हो नि होइन हो आज चाहिँ अलिक कम हो है हिजो पानी पर्यो होइन होइन पहिला भने मतलब अरू धेरै वर्ष अगाडि कि पहिला होइन कम छैन ए तपाईँको यो झन् बढिरहेको छ अहिले हो है शनिबार तपाईँको यो त आज धेरै कम हो यो आज चाहिँ अलिक कमै भयो होइन तपाईँको हिजो म्याक्सिममै थियो हिजो पानी पर्यो अनि पानी परेको त उता व्हाइट गुम्बामा गयो कि प्रायः ए ए आज व्हाइट गुम्बा पनि छ ए व्हाइट गुम्बा भने उता उसमा यो स्वयम्भूमा उता ए त्यहाँबाट उडाउँछन् है यहीँबाट जाने हो प्रायः ए त्यो लटाइ चाहिँ युनिक लाग्यो मलाई कि यो बटारेर काट्नुलाई फर्स्ट क्लास ए उता इन्डोनेसियाबाट ल्याउनु भयो होइन यो उहाँले उता ल्याएको त्यो तिनहरू यो कहाँबाट रहेछ पर्यो कोसँग पर्यो परिसक्यो यहीँबाट काटिदिएर नि धागो अल्झिँदो रहेछ अलिकति झुकिँदो रहेछ लटाइमा धागो आएको है दुई चार दिन भाइ कहाँबाट आएको तिमी म चाबेल हामी सब चाबेल चाबेलबाट हजुर कसो रह तिमी यार देखा चिने जस्तो लाग्यो तिमीले को उहाँको छोरा नि त ए गाडीहरू सबै चङ्गाउनु लागि आएको हो ए चोबारबाट यहाँ चाहिँ अलिक राम्रो उठ्छ होला होइन हाइट भएर त्यही त त्यो म अस्ति त्यहाँ गएको थिएँ त्यहाँभन्दा यता धेरै हुन्छ भनेर 4 बजेपछि आउँछ है म आज शनिबार यो स्वयम्भू माथि सेतो व्हाइट गुम्बा डाँडामा आइरहेको छु चङ्गा उडाको फोटो खिच्नलाई अहिले चाहिँ अलि मान्छे आएको रहेछ 3-4 बजीदेखि आउँछ नि अहिले चाहिँ मान्छे रहेछ यहाँ आज मौसम पनि खुल्ला छ चङ्गा उडाउने दिन जस्तै छ आज बाटो चाहिँ अलि अप्ठ्यारो रहेछ बाइक मात्रै आउने उता चौहारमा चाहिँ गाडी लिएर आउनु मिल्ने यहाँ चाहिँ यस्तो रहेछ ठाउँ स्कुटी बाइकहरू आउँदो रहेछन् आउँदैछन् आउने काम जारी छ
यता तलपट्टि साइडमा चाहिँ धेरै रहेछ मान्छे डाँडामा डाँडा बसेर उडाउँदैछन् सबैजना यो ठाउँलाई चाहिँ व्हाइट गुम्बा च्यान डाँडा भन्दो रहेछ यो नजिकै एउटा चियान छ अरे त्यही भएर त्यही नामबाट होला च्यान डाँडा भनेर डाँडामा मान्छेहरू पुगिसके मान्छे आउने क्रम जारी छ चोबारमा भन्दा यहाँ चाहिँ अलि राम्रो हाइट पनि चङ्गा उडाउन चाहिँ सजिलो राम्रो पनि देखिँदैछ कुनामा बस्दै चङ्गा उडाउँदैछन् यहाँ मध्येको खतरा चङ्गा कुन चाहिँ हो हो यो धागो नाम फाइटर कति ट्रेड गरेर आइछौ 12 गरेछ क्या आमा तिम्रो घर यतै हो कलङ्गी आएको कति दिन भयो दिन आएको छ ए उता चौबारतिर गएको छ कि चौबार सहिलो कि यहाँ सहिलो हो है हाइट पनि चाहिँ हावा नै आउँछ है चङ्गा बनाउने तयार पार्ने यता डाँडामा पनि ठाउँ ठाउँबाट मान्छेहरू उडेर छन् चङ्गा यो खै अघि भर्खर ल्याएको कुन धागो भयो चङ्गा तयार भयो भाइ ए कुन धागो यार यो नाइलन धागो ए यो बलियो हुन्छ है व्हाइट गुम्बाको चङ्गा चैतको भिडियो खिच्न आउँदैछु यस्तो छ हेर्नुहोस् यहाँको दृश्य डाँडा च्यान डाँडा भन्दो रहेछन् डाँडामा चङ्गा उडाउनेको भिडियोबाट यस्तो छ
यसै परे पनि परे भएको चाहिँ राम्रो छ र धागो यार के धागो यार यो कस्तो रातो राम्रो रहेछ छोडिरहेको चैत भयो यतिबाट चङ्गा उडाउनु आयो कि चङ्गा टिप्न आएको चङ्गा उडाउनु आएको कि चङ्गा चेट भएको चङ्गा टिप्न आएको ल नउडाउने सरी यो चाहिँ यो क्या किसिङ रडले भएको किसिङ रड भाइ लामा हान्नु न लामा लामा यो भन्दा अहिले मान्छे बढ्न थाले ठाउँ ठाउँमा चैतको आवाज आउँदैछ गाह्रै पर्छ नि माथिबाट हात तान्नु न हामीलाई हेर्नु हेर Seven years old. भयो 10 प्लस भइसक्यो नि अनि यस्तो चिप पनि कहिले काहीँ ओके ओके यो भनेको डङ्कुट हो नि एडभान्टेज त हाम्रै छ नसर है किनभने त्यसको त त्यसलाई बेर्नलाई हुन्छ क्या त्यो ओपोनेन्टको धाग ल ल दुईजनाले ए 12 भइसक्यो कसरी happens सेपल भयो हुन्छ अहिले कुन चाहिँ उडा यार अहिले माथिकै उडा अहिले एउटा मात्रै तलको उडा मैले त्यो
बुटेलाई लगाएर हाल्छ अब छोड दे मस्तको धार छोड दे मुन नहुन्छ परे तल गयो के चङ्गा उसको माथि भयो माथिबाट हालेर ल ल ल ल रड्डी पार्दिएर सँगै सिधा भइदिन है हाम्रो बेरेर हाल्दैन एकचोटि तान सुत्यो भाइ हाम्रो सँगै त ल त्यो भएन यो ठुलो चङ्गा लिएर आउनु पऱ्यो एउटा एक विशाल ट्यागर लिएर त कन्ट्रोलै गर्न सकेन हाम्रो सँगो सही भएछ अलिकति अझै घुम्नु भएन ठुलोवाला लिएर आउनु पऱ्यो कि अब कस्तो मुभी क्या गरेको मुनि क्या मुभी केही फरक पर्दैन अब त्यो जान्छ ल हाम्रो गाना त्यसो जान्छ साइड गर्नु नबेरै त्यसले बेरेपछि मात्र त्यसले बेरे अब चाहिँ हुन्छ ल अब चाहिँ हुन्न हो युवा भाइहरू अब आफ्नो ग्रुपमा साथीहरूसँग खाजा नास्ताहरू लिएर चङ्गा लिएर लटाइ लिएर धागो लिएर बाइकमा सर माथि डाँडामा आएर हावा अन्ठाउमा पुरै भ्याली देखिन्छ काठमाडौँ भक्तपुर पनि देखिन्छ सोम्बु एरिया यता ललितपुर एरिया सब भ्यू देखिन्छ फेरि अर्को भाइ बहिनीको ग्रुप आए चङ्गा लिएर रुने ठाउँ खोज्दैछन् माहौल हेर्दा अब बसिरहँ जस्तो दिनभरि बसिरहँ जस्तो देखिन्छ तर दिनभरि के खिच्नु यो फुसुङ्गा मात्रै विभिन्न यो हाइटको प्रसिद्ध गुम्बा व्हाइट गुम्बा पनि भनिन्छ ड्रुक अमिताभ गुम्बा यसकै साइडमा चङ्गा उडाउन प्रत्येक वर्ष आउँदो रहेछन् यहाँ विभिन्न ठाउँबाट भाइ बहिनीहरू दिनभरि आएर चङ्गा उडाएर रमाइलो गरेर जाँदो रहेछन् हेरिरहँ जस्तो दृश्यहरू थियो धागोहरू कति राम्रो राम्रो धागोहरू चङ्गाहरू एउटै चङ्गाले 14-15वटा पनि काटेको चेट गरेको देखियो अब चाहिँ म घर फर्किँदैछु चङ्गा लिएर ह्याप्पी दसैँ आउँदैछन् सब चङ्गा लिएर स्कुटीमा आउँदैछन् 3 बजेपछि धेरै मान्छे हुन्छ भन्थे रहेछ आउँदै रहेछन् सबैजना यसरी बाटोभरि बाइक पार्किङ गरेर डाँडातर्फ उडाउन जान्छन् डाँडामा सबै चङ्गा उडाउँदैछन् चैटको आवाज आइरहेछन् चारैतिरबाट रमाइलो छ माहौल दृश्य